नमस्ते साथीहरू। आजको जल्दोबल्दो टपिक के छ भने तपाईँहरूले यदि डिप्लोमा गर्नुभएको छ भने ब्याचलर इन फार्मेसी गर्ने कि नगर्ने, यदि प्लस टू गर्नुभएको छ भने डिप्लोमा इन फार्मेसी गर्ने कि बी फार्म गर्ने। पहिलो नम्बरमा यदि तपाईँहरूले डिप्लोमा गर्नुभएको छ भने तपाईँहरूले सोच्नु भएको छ फ्युचरमा रिटेल फार्मेसी मात्रै खोलेर बस्छु, त्यस्तो हो भने तपाईँहरूलाई डिप्लोमा इन फार्मेसीले पुग्छ, बी फार्म गरिराख्नु पर्दैन। यदि तपाईँहरू आफ्नो फ्युचर सेक्युर गर्न चाहनुहुन्छ र रिटेल फार्मेसीमा मात्रै सीमित नभएर अरू पनि फ्याकल्टी अरू पनि फिल्डहरूमा काम गर्न चाहनुहुन्छ भने तपाईँहरूले बी फार्म गर्नुपर्ने हुन्छ। हालाकि डी फार्म गरेकोले पनि फार्मास्युटिकल कम्पनीमा जब पाउँछन्, तर धेरै हाई लेभलको जब पाउँदैनन् फार्मास्युटिकल कम्पनीमा। त्यही भएर बी फार्म गर्नुभयो भने मात्रै तपाईँहरू लो लेभलबाट प्रमोट भएर हाई लेभलसम्म जान सक्नुहुन्छ। र यदि अझै धेरै पढ्नु छ भने मास्टर्स पनि गर्न सक्नुहुन्छ। यदि मास्टर्स गर्नुभएको छ भने मात्रै तपाईँहरू अझै धेरै लेभलदेखि मास्टर्स गर्नुभएको छ भने तपाईँहरूलाई म्यानेजरको लेभलसम्म जानलाई सजिलो हुन्छ है। तर कति धेरै ठाउँमा मैले तपाईँ देखेको छु बी फार्म पढेको फार्मासिस्टहरू पनि म्यानेजर पदसम्म प्रमोटेड भएको छन्। र अर्को कुरा के हो भने यदि तपाईँहरूले प्लस टू गर्नुभएको छ भने तपाईँहरूले डिप्लोमा गर्ने कि बी फार्म गर्ने, मेरो सजेसन चाहिँ के हुन्छ भने तपाईँहरूले बी फार्म गर्नुहोस्। डिप्लोमा नै गर्नुपर्ने थियो भने एसई पछि नै 3 वर्षको पढाइ हुन्छ डिप्लोमा गर्ने, अनि त्यसपछि अब रिटेल फार्मेसी खोल्नु छ या कम्पनीमा जानु छ जहाँ गए पनि हुन्थ्यो। तर अब प्लस टू पढि नै सक्नु भएको छ, त्यही भएर मेरो विचारमा चाहिँ तपाईँहरूले बी फार्म गर्नुपर्ने हुन्छ। बी फार्म गर्नुभयो भने तपाईँहरूले त्यसमा अब कम्पनीमा पनि काम गर्नुभयो, हस्पिटल फार्मेसीमा पनि काम गर्न सक्नुहुन्छ, रिटेल फार्मेसी आफ्नो खोल्न पनि सक्नुहुन्छ। यदि तपाईँलाई टिचिङ गर्नुपर्ने छ भने बी फार्म गरेर तपाईँहरूले टिचिङ पनि गर्न सक्नुहुन्छ। मेरा जुनियर भाइ बहिनीहरूलाई आजको टपिक कस्तो लाग्यो त? यदि राम्रो लागेको छ भने मलाई फलो गर्नुहोला र युट्युबमा सब्सक्राइब पनि गर्नुहोला।